घरिघरि घर अगाडि भेट्नलाई त्यही कुरा गरी चाहिँ हाम्रो लभ स्टोरी सुनाइदियो रे। म्याप हेर्न लाएको है। अब आफू त अब एन्ड्रोइड युजर आइफोन चलाउनु नआउने। बाटो नचिन्नु छ उसैले, लैजानु छ बाङ्गे बाङ्गे उसैले, अनि त्यहाँबाट आँखाबाट भर्र आँसु चुहिसक्यो। उडाउने के हामी उड्न आएको कि डुल्न आएको? मलाई पनि दिनु न, आफू मात्रै एलोबेरी खाएको भन्छ अझै। हजुरहरूलाई चिसो चिसो मौसममा तातो तातो रम झम हुन मन लाग्छ भने, रम सम खानु मन लाग्छ भने पनि आउन सक्नुहुन्छ। घोप्टाइदिँदा मैले हजुरलाई घोप्टाउने बटुका हो र छाड त। घुम्न आउनलाई कपाल सपाल मिलेर आउनलाई चाहिँ एकदम रमाइलो छ। हेलो गाइज, नमस्ते, वेलकम ब्याक टु माई च्यानल एन्ड अनदर भिडियो। म सन्चै छु, होप हजुरहरू पनि सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला भनेर। आज चाहिँ बुढाबुढी हामी डेटिङ जाँदैछौँ टक्क लाएर। कहाँ लान्छ मलाई थाहा छैन, तर लान चाहिँ मलाई डिकी डाँडा लगेर पोखराको भ्यू देखाइदिने रे, किनकि म भर्खरै आएको नि त गाउँबाट भन्न पर्ने नमिल्ने। सो होइन, आज चाहिँ हामी मौसम त्यति राम्रो छैन भन्नु। सो हामी चाहिँ जानको लागि रेडी भइसक्यौँ। म अनि मेरो बुढा भएर आज हामी चाहिँ डेटिङ जाने। घर कति बस्ने, एउटै कोठामा कति घर बस्ने। सो हामी चाहिँ आज हावा खान बुढाले लाँदै हुनुहुन्छ मलाई डिक्की डाँडा। अब हामी चाहिँ निस्केर हिँड्दैछौँ। एन्जल र साइमी चाहिँ सुत्दै थियो भने ऊ अहिले उठिसकेको छ। अनि एन्जल चाहिँ यत्तिकै टिभी हेर्दैछ। अनि अब हामी चाहिँ जाँदैछौँ पोखराको। कताबाट जान्छ ड्याडी यो डिकी डाँडा? त्यो लामाचौर हुँदै जान्छ अरे। हामी चाहिँ धेरै घरै नबसौँ, अझ हावा खान गयो दिन बुढाबुढी मिलेर भनेर जान लागेको। त्यही नै हो। अब ढिकी डाँडा को जानु भएन, अब हामी सँगसँगै जानुपर्छ हजुरहरू पनि। ढिकी डाँडाबाट चाहिँ त्यही पोखराको भ्यू राम्रो देख्छ भनेर मेरो बुढाले भन्नुभएको थियो, किनकि उहाँ पहिले पनि एकचोटि गइसक्नु भएको। कतिचोटि गयो हजुर? एकचोटि गएको थियो साथीहरूसँग गएको थियो। म चाहिँ गएको छैन, यो चाहिँ मेरो फर्स्ट टाइम हो ढिकी डाँडा चाहिँ। अनि ढिकी डाँडा सुन्न चाहिँ अति नै सुन्नमा आइरहेको छ नि त, तर गएको चाहिँ थिइनँ म। सो आज जाँदैछु डेट विथ अरू के त्यो मगनीहरू जस्तो, डेट विथ माई बुढा टुडे। आजको दिन चाहिँ त्यही हो। सो हामी चाहिँ लाग्दैछौँ। यो रामबजारको बाटो चाहिँ अति नै धुलो छ नि त, सो त्यही भएर हामीले चाहिँ यता घलेचोकको बाटो हुँदै जाँदैछौँ। अनि आज चाहिँ मौसम यस्तो खोस्टा छ, के हेर्छस् यार पोखराको भ्यू भन्ने जस्तै छ मौसमले। एनिवे केही छैन, बुढाबुढी साथमा भए पुग्यो क्या भ्यू। अब हाम्रो घरको ढलबाट पनि हेरिन्छ भनेर लाग्छ। आज चाहिँ भ्यू राम्रो देखाएको जस्तो छैन, किनकि मौसम खुलेको छैन, त्यही भएर। अनि ओके गाइज, हामी चाहिँ लाग्दैछौँ अहिले। कुन बाटो कताबाट कसरी जाँदैछौँ म हजुरहरूलाई भन्ने नै छु अनि देखाउने नै छु। ओके गाइज, उताको बाटो चाहिँ खाली भन्दा खुलेको छैन, बन्द छ, बाटो निर्माण हुँदैछ। सो त्यही भएर यता चाहिँ हरिब जाम भइरहेको छ। यो रह्यो हाम्रो कृष्ण मन्दिर हो नि, ल्यायो न कृष्ण मन्दिर मेन घलेचोक। अब हामी चाहिँ इन्द्र चोक हुँदै पृथ्वी चोक हुँदै अनि पृथ्वी चोक हुँदै महेन्द्र पुल हुँदै बगर हुँदै लामाचौर हुँदै जाने हो रे भनेर भन्नुभएको थियो मेरो पतिदेवले। ओके गाइज, सी यू बिस्तारै। मेरो बुढा त तिमी कति राम्री के।
बाई अहिले भेट्छु ल बाटोमा कहाँ पुग्छौँ के गर्छौँ आज चाहिँ हावा खाएर आउनुपर्छ हामी सँगसँगै बाई अहिले भेट्ने ल अहिले चाहिँ हामी आइपुग्यौँ बगरतिर पिएन क्याम्पस पोखराको पिएन क्याम्पस बगर क्यार्सिङ पुल सबै भन्छ यता चाहिँ पनि आजभोलि त खतरा रमाइलो पहिला चाहिँ बगरमा हामी शान्तिहरू डेन्जर बस्थ्यो यो बाटो चाहिँ हामी पैदल यात्री नै गरिन्थ्यो खत्रै यहाँनिर बस स्टपमा कति झरियो स्कुटर नहुँदा हाम्रो लभ स्टोरी सुनाइदियो अरे हाम्रो लभ स्टोरी यता के छ र यता आउँथ्यो मैले तिमीलाई भेट्न भन्नुहरू लभ स्टोरी सुनाइदिने रे लभ स्टोरीले त्यस्तो केही भन्न लगाएको होइन बिचरा त्यही पहिला म शान्तिजीहरूको रुममा आउने बेलामा यता आउँथ्यो क्या घरिघरि घर अगाडि भेट्नलाई त्यही कुरा गरी चाहिँ हाम्रो लभ स्टोरी सुनाइदियो रे अझ छोरछोरी पाएपछि त है लभ स्टोरी सुनाउन त रहर लाउने है बुढो न पहिला चाहिँ लाज लाउने तिम्रो लभ छ भन्दा पनि आमामा छैन नि मेरो बोयफ्रेन्ड भनिन्थ्यो आजभोलि चाहिँ मै हुँ वाला फिल भएर नानीहरू भएपछि चाहिँ लाज शरम धरम परम केही पनि लाग्दैन साथीहरू त्यही हो अहिले चाहिँ हामी बुढाबुढी भनेको नै अब अहिले चाहिँ हामी बगर आइपुगेको छौँ अब हामी चाहिँ लामाचौर हुँदै जान्छौँ अब लामाचौरतिर के बुढालाई नि फेरि राम्रोसँग एकदम यही बाटो भनेर चाहिँ थाहा छैन रे उनीहरू अस्ति न जानेला जाँदा चाहिँ बेसरी दुःखको बाटो गएको रे दुःखको बाटो गएको रे होइन खोज्दै अहिले फर्किँदा फेरि एकदम सर्रै बाटो आएर यसो त्यही भएर उसले चाहिँ के गर्ने भुन्टु बाटो कता के भन्दैछ हामी चाहिँ मैले चाहिँ म्याप स्याप हेरेर जाम भन्दैछु ल अब हामी चाहिँ लामाचौरतिर भेट्छौँ ओके बुढा आउनुपर्छ कसम यस्तो रमाइलो हुन्छ साथीहरू नडाडिङ भन्नुपर्दा चलाउन पाइन्न चलाउन पर्दैन चलाउन पर्दैन मेन त ड्राइभर दाइ आउँछ नि त सो ड्राइभर दाइ मन पर्यो मलाई लैजाऊ न ढुकी डाँडा घुम्नलाई यो रह्यो हाम्रो ब्रिटिस क्याम्प यहाँ चाहिँ पहिला ब्रिटिसवालाहरूले पेन्सिल लिन आउँथ्यो अनि होइन हो यहाँ हो यही दोकानमा बसेको हामी चाहिँ यो दोकानको मुनतिर के पहिला बसेको हामी अनि त्योभन्दा पहिला चाहिँ उयो त कता बसेको थियो कि उयो घर बसेको यो परेली बचत तथा ऋण सहकारीमा बसेको पहिला चाहिँ त्यहाँ चाहिँ गङ्गा दिदीहरू हुँदै बसेको पछि चाहिँ शान्ति दिदीहरू चाहिँ अलिकति तल बस्नुभएको थियो अनि पहिला चाहिँ हामी यता ओहोरदोहोर चाहिँ निकै गरिन्थ्यो हाउसिङ चाहिँ डेन्जर चारिन्थ्यो क्या त्यता क्या इभिनिङ वाक भन्दै गइन्थ्यो म त अनि बिहे नगर्दै लाइसेन्स झिकेको नि त बिहे नगर्दै लाइसेन्स झिक्ने बेलामा पनि शान्ति दिदीहरूसँग बसेर झिकेको मैले सब मेरो लाइसेन्स छ अब गाडीको झिक्छु म छिटै लगाइछु अब हामी चाहिँ यहाँबाट लामाचौरतिर लाग्छौँ है त चिनेको बाटो चाहिँ सरसुर्दै जाम के अरे त्यसपछि खोज्दै जामला मिलेर है त ल हामी चाहिँ यहाँ लामाचौर चाहिँ आयौँ तर बाटो कता हो कताबाट जाने हो चाहिँ थाहा छैन हजुर थाहा छ अलिअलि उयो बाटो त बनाउँदै थियो कि बुढो हामी त अस्ति यो बाटो गएको होइन कि यो बाटो त बनाउँदैछ यो बाटो गएको होइन हामी अस्ति यहाँ सोधौँ न टोडामा अस्ति हामी यही बाटो गएको हो के अरे सोधौँ न त यता जसलाई सोधिदिनु हुन्छ नि किन भन्नु पर्दैन ए बाजे सोधौँ न एकछिन बाजे ढिक्की डाँडा जाने कताबाट हो ढिक्की डाँडा जाने ढिक्की डाँडा
ढिक्की डाँडा हजुर थाहा छैन सोध म यतिकै नआएन म त यतिकै त कहीँ जान्नै मैले भनिदिएको बरु उता लानु म सोध्छु सोधौँ न त जल्ला भयो नि बच्चा बच्चीहरू सबलाई थाहा हुन्छ सोधौँ बरु छिटो उयोहरूलाई पनि लियो माथि सोध्यो आज सोध्दै नखोज्दो रहेछ नि झ्याउलायो सोध्ने अब ल दोस्तो हामी चाहिँ ढिकी डाँडाको उकालो चढ्दैछौँ यो मान्छे चाहिँ मलाई बाटो थाहा नभएर तल लामाचौरको चोकमा उ गरेर कहिले यता कहिले उता गराएर रिसाएर छिन् त्यस्तो गराएको होइन क्या त्यो चलाइ मन नपरेको के मेरो चलाइ मन परेन रे मैले मात्र 60 मा पुराको थिएँ चलाइ मन परेन भन्थ्यो अनि त्यहाँबाट मैले चाहिँ भिडियो बनाएको कारण चाहिँ यो बाटो अस्ति नै म जाँदाखेरि चाहिँ यो बाटोबाट आएको हामी लास्ट टाइम नराम्रो तर अहिले चाहिँ हामी आउँदा चाहिँ यो बाटोबाट आयो यसो यो बुढो बाटोमा बसेको भन्छन् दो बाटोमा बस्नुहुन्न यस्तो किचकिनी बोकेर हिँड्ने चाहिँ के डर लाग्छ होइन यस्तो राम्रो मान्छे होइन के भन्नुहोस् ल छैन अब बाटो नचिन्दा म कहीँ पनि जान्नु म्याप हेर्न लगाएको है अब आफू त अब एन्ड्रोइड युजर आइफोन चलाउनु म्याप हेर्न खोज्यो म्याप हुँदै हुने डाइरेक्सनै देखाउँदैन है डाइरेक्सनले यता जा भने नटरी यता गएर फर्काएर लिएर हुन्छ अझ त्यो पनि 80 को स्पिडमा 60 को भन्छ 60 नै हो 80 र 60 थाहा होइन कस्तो हुन्छ ल अब हामी जान्छौँ ल समात क्यामेरा समात्दिन म अगाडि फर्काइदिन्छ यस्तो बुढाहरूसँग घुम्न आउन नि यति गाह्रो हो कसम यिनीहरूको के कहानी र कतिखेर चित्त बुझ्दैन थाहै हुन्न साले घरि त त्यही मागले टाउकोमा हान्दी हुन्छ रिस उठेर आउनु बाटो नचिन्नु छ उसैले लैजानु छ बाङ्गे उसैले अनि त्यहाँबाट आँखाबाट भर्र आँसु चुहिसक्यो उडाउने के हामी उड्न आएको कि डुल्न आएको हो न रिस उठ्ने ढिकी डाँडा जाम झ्याउला घर बस्न भन्ने पनि उही चोरी आज चाहिँ खासै मौसम चाहिँ खुलेको चाहिँ छैन एनिवे हामी चाहिँ घुम्न चाहिँ आइसकेपछि ढिकी डाँडा नपुग्ने त कुरै भएन एकछिन चाहिँ बाटो एकदमै कन्फ्युज भयौँ ऊ चाहिँ अब उसलाई बाटो मात्रै त्यो नराम्रो बाटो आथेम अनि बिचमा राम्रो बाटो भेट भएको थियो उसलाई त्यति मात्रै याद बाँकी कुन दुलोबाट जाने केही थाहा छैन फेरि हो होइन यता चाहिँ गाउँले डाँडा ढिकी डाँडाको भाइब्स आउनु लागिसक्यो चिसो हावा ओ उहाँ रहेछ त पुरै पिच छ कि के छ आमामा ढिकी डाँडा त फेरि आँखाले नलिने ठाउँमा रहेछ त यहाँ यति हिँड्न पऱ्यो भने त मान्छे त फात फुत 5 केजी घट्छ त त्यसो चाहिँ टुप्पोमै देखेछ अब हामी आएपछि जानै पर्यो पुगिन्छ नि अब तर यसरी जाने होला कि होइन कति टाइम लाग्छ होला पुग्नलाई 10-15 मिनट ओके हामी चाहिँ लाग्दैछौँ ढिकी डाँडातर्फ यसलाई नि हेर्नु मन लाग्यो ल हेर है सुटेर आउने
बुढीहरूलाई रिस उठाउने हो त हो गएन अब बुन्टु जाउले घुम्न जाऊँ टालिदिन्छ नि चलाउनु परेछ घुम्न परेछ आजै फेरि घामै लागेन साला सुटेर आउने क्या निनाउरो दिन तर केही छैन हामीलाई त्यो भ्यूसँग मतलब भएन भ्यू वास्तवमा भ्यू त हेर्न आएको भए पनि भ्यू छैन भनेर अब ढिकीडाँडै नपुग्ने त कुरा भएन नि त नपुग्ने त कुरा भएन सो त्यही भएर हामी ढिकीडाँडा चाहिँ जान्छौँ नै यताको बाटो चाहिँ सरर पिजै पिज छ होइन अहिले हामी आउँदा नि एकदम राम्रो बाटो आएको छौँ हजुरहरू पनि कन्फ्युज नहुनु होला लामाचोरबाट सिधै अलिकति अगाडि बसेर अलिकति अगाडि बढ्नुहोस् अनि दायाँतर्फ लाग्नुहोस् अनि एउटा हल्का उकालो छ अनि त्यो उकालो अलिकति चढ्नुभयो भने त्यहाँ एउटा चौतारी छ चौतारीबाट त्यहाँ चाहिँ राम्रोसँग लोकेसन देखाएको छ ढिकीडाँडा यताबाट जाने भनेर सो हामी त्यो भिडियो पनि हजुरहरू माझ राख्नेछौँ साथीहरू यसरी डुल्न हिँड्न त रमाइलो तर एकदमै ग्रह मिल्नुपर्छ क्या ग्रह घरिघरि बिग्रियो भने चाहिँ केही कसैको केही खास्दैन ल अब हामी ढिकीडाँडा धेरै टाढो छैन म अब नजिकतर्फ आउने बेलामा चाहिँ हजुरहरूलाई म हाम्रो भिडियो फेरि लिएर आउनेछौँ ओके साथीहरू धेरै भिडियो नबनाऊँ हेर्छिन् सो गाउँतिरको बाटो आएपछि ऐसेलुको बुट्टा आएपछि त यहाँ नरोक्ने त पुरै भएन अब ऐसेलु त खानै पर्यो होइन हामीले अस्ति न यो रूपाकोट जाने बेलामा खाँदै नि होइन बुढो याद छैन एनिभर्सरी हुन लाग्यो अब 1 साल हाम्रो युट्युब च्यानल खोलेको होइन छ यार लपक्कै अया चाहिँ यति अया चाहिँ खानै पर्छ यो ऐसेलु खानको लागि किनकि यसमा काँडा जति ऐसेलु छ नि देख्दा त्यति नै काँडा पनि यहाँ एट्याच भइरहेको हुन्छ अत्तेरिका यो देख्यो भने फेरि पुरा एन्जलले के मलाई पनि दिनु न आफू मात्रै एलोबेरी खाएको भन्छ अझै कोही त कस्तो गुली हो यार के गर्नु साथीहरू खानै पर्यो यतिखेर हो नि फल्ने सिजन बल्ल हिजो अस्ति हामी कता जाँदा पनि अलिअलि रुख त देखेको थियो भुइँतिर नि हेर्नु पर्यो क्या फेरि ऐसेलुको झ्याङतिर सुत्यो भने ज्ञान हो हामी चाहिँ यति खाने हो अनि ढिकीडाँडा चाहिँ आउनु पुग्नै ला हजुरहरू यति ढिकीडाँडा आउनु भयो भने चाहिँ ऐसेलु खान नबिर्सनु होला वे यता छु म भनेको रहेछ कि उता झन् लत्रम्मै हो कसरी खाने हो फक्क निस्केको त गुली ल पक्नु न एउटा दुटा खाएर जाने हो क्या यहाँ कति धेरै हो क्या ल अब हामी जान्छौँ के खाएर झन् पचारत्ते हो भाइ 3-4 वटा अलि तल आया देखे छैन हो त्यो देखे यार अलिकति अगाडि के हो त्यो बुढोहरु छ अनि नकर है मामुलाई ल हामी चाहिँ अलि फर्किँदा नि फेरि खान सक्छौँ रे के ल हामी चाहिँ आइपुग्यौँ
डिकी डाँडा हरिपाउ टोल विकास संस्था यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। यो चाहिँ पोखरा 16 मा पर्दो रहेछ कास्की र यो डिकी डाँडा चाहिँ यहाँ तर केही देखि छैन हौ बुढो धुलुमुल्लै। यहाँ दुईटा जो रेस्टुरेन्ट या के छ त्यही हो, त्यहीँबाट छेउबाट हामी हेर्नेछौँ राम्रो राम्रो भ्यू तथा दृश्य। बाटो चाहिँ यता अलिकति अलिअलि खात्लाङ खुत्लुङ रहेछ, प्लस बनाउँदै पनि रहेछ। पहिला पिच पो थियो कि के हो बनाउँदैछ है। यहाँ चाहिँ त्यस्तो नराम्रो बाटो चाहिँ छैन, भर्खर भर्खर बन्द गरेको। कोही ठाउँमा अलिअलि नराम्रो छ भने धेरै ठाउँमा राम्रो छ। अनि म चाहिँ छु यहाँ मेरो बुढाको स्कुटर पछाडि बुढाले चलाउँदैछ। अब चाहिँ हामी आइपुग्न लागिसक्यौँ। यदि कसैलाई घर बस्न बोर लागेको छ भने र आफ्नो बुढा छुट्टिआएको छ भने फ्रेस हावा खानको लागि, अनि होइन आफ्नो बुढा छुट्टिआएको छ भने अनि एउटाले नि कता जाने एउटाले नि कता जाने भन्दै हुनुहुन्छ भने कृपया यता ढिकी डाँडातिर आउन नछुटाउनु होला। अनि ढिकी डाँडा पनि ढिकी डाँडा भन्छ अब डाँडामा परेपछि चाहिँ एकदम स्वच्छ हावा त हजुरहरूले पाउनु नै हुन्छ। अनि यसो चर्को घाम लागेको बेलामा आउनुभयो भने चाहिँ यसो भ्यूहरू पनि राम्रो हेर्न सक्नुहुन्छ। हाम्रो चाहिँ आज पानी पर्ला जस्तो छ, हामी चाहिँ आज पानी पानी हो गई वाला होला जस्तो छ। तर केही छैन, पानी चाहिँ यहाँ यति चैते दसैँमा पूजा गरेपछि पानी आउँछ भनेको है आएन है, हिजो गऱ्यो होला नि आएन के भएको यस्तो। हामी चाहिँ पार्किङनिर आइसकेको छौँ भने ढिकी डाँडाबाट देखिन्छ यस्तो, तर देखेको छ होला धमिलो धमिलो, तर केही छैन। यहाँ बसेर टिकटक बनाउँदा दामी आउँछ होला हौ केटीहरू। मेरो प्रिन्स पट्याङ हान्ने जस्तो होइन। ल आउँदैछ अब ढिकी डाँडाको यहीँ त होला नि होइन। ढिकी डाँडामा कसै अब बस्न चाहनुहुन्छ भने बस्नको लागि सुविधा। यो त भर्खर नयाँ बन्दै गरेको रहेछ न, यतापट्टिको कि भर्खर बन्दै गरेको हो कि क्या हो जस्तो लाग्छ। उतापट्टि भने अलरेडी बनिसकेको। हजुरहरूलाई चिसो चिसो मौसममा तातो तातो रम झम हुन मन लाग्छ भने रम सम खानु मन लाग्छ भने पनि आउन सक्नुहुन्छ है त। आइपुग्यौँ ढिकी डाँडा ढिकी डाँडा ढिकी डाँडा भन्दै होइन क्या हामी क्या रुममा। एकदम हाइट त हाइटमा छ कि कुराहरू किन्दैछ नि, एकदम आँखा निहालेर हेर्नुपर्छ साथीहरू हजुरहरू चाहिँ। म चाहिँ यता छु प्यारी प्यारी राम्री हो कि होइन साथीहरू। अनि एकछिन रिस उठाएर दिमागै तताइरहेको थियो केटाले त घरतिर लैदियो भने खुसीहरू जान्थ्यो। भवाला भएको थियो कि मलाई फेरि रिस उठ्न नजान्ने, बुढाले रिस उठाउनु नजान्ने। यस्तो यस्तो बुढाको कसको छ होला भन्नुहोस्, घुम्न जान खोज्ने फेरि मजा। राम्रो चाहिँ राम्रो छ, आउन सक्नुहुन्छ हेर्नको लागि। म जसरी फेरि यसरी नै हेर्नुपर्छ नि। ओ यो तलतिरको बाटो कुन जाने बाटो हो? कमेन्ट गर्नु होला हो। यो त कुनै गाउँसाउँ जान्छ होला कि यार बाटो कि हेर्न थोत्रो। पछाडि चाहिँ हेर्नु होला यस्तो राम्रो ढिकी डाँडाको रिजोर्टदेखि रिजोर्ट होटेल खानेकुरा सब कुरा पाउँछ होला यहाँ। ब्याक साइडमा चाहिँ भ्यू हेर्नको लागि त्यहाँ जाने होला। अनि पिङ खेल्नको लागि यता आउनु होला। म चाहिँ यहाँ पिङ खेलेर यो पिङ देख्यो भने पनि एन्जलले मैले खेल्छु न त्यो पिङ, आफू मात्रै जाने, यो मामु कस्तो छ नि भन्छ। यो त टाढै पुग्छ कि, तर यहाँ यस्तोवाला बेल चाहिन्छ यार कसम फुस्लुक्क भइहाल्यो नि त। भ्यू त फेरि खत्रै देखिन्छ नि।
हामी चाहिँ भर्खर भात खाएर आएको हो साथीहरू हजुरहरूलाई थाहा छ भनेर डेली खाजा खाने हो र खाजा खाने भन्दा पनि यस्तो हामी जे पाइ खाजा खान चाहिँ मिल्दैन यदि हामी खाजा खान गयौँ भने हामी फेरि सिङजोन जानेछौँ र हामीले मटन पिज्जा लिएर जानेछौँ प्याक गरेर त्यो पनि त्यसमा चाहिँ मेरो एन्जली पनि खान्छ नि त सो त्यही भएर रमाइलो चाहिँ एकदम रमाइलो हुन्छ यसरी डुलेर हिँड्न पाउँदा त किन रमाइलो नहुन्थ्यो र हो नि दाइ बुढो यार घोप्टाइदिँदा मैले हजुरलाई घोप्टाउने म बटुका हो र छाड त दाल हो दाल होइन उम्लेको दुध हो उम्लेको दुध घोप्टिन्छ नि घरिघरि धेरै बढी भयो भने यस्तरी यत्रो हान्न मन लाग्छ घरिघरि त अनि कस्तो रिस उठाइरहेको थियो नि रिस मरेर मात्रै पिङ खेलेको मन नत्र घर गएर सुतेर भएको थियो म नभए यहाँ माथि ढुङ्गिन्थ्यो हो क्या होइन ठिक छ फ्यामिलीहरूसँग आयो भने पनि राम्रो छ यो ठाउँ चाहिँ होइन ड्याडी है कन्स्ट्रक्सन छ यहाँ बन्दैछ बन्दैछ तर बाटो नराम्रो चाहिँ छैन यहाँ हजुरहरूको गाडी यानि कि कार बाइक मोटरसाइकल स्कुटर सबै आउँछ हामी चाहिँ आज स्कुटरमा आएको अनि बाटोमा हामीले कति धेरै ड्यासी खाएको भन्ने ड्यासी भनेको मगर भाषामा के भन्छ अरे उस भन्छ साथीहरू आइसेलु कहाँ त के दिएछ ड्यासी दिएछ भन्ने कता हो यार बिहा रहेछ नि त खतरा बाजा बजाएर अहिले यस्तो वाला डान्स हान्ने बजाएको कि यहाँ मुनतिर हो जस्तो छ हेर्नु त कति रमाइलो गरेको त्यही ओह्रालोबाट झरेर भात खाएर जाने हो कि अब भेजमा धेरै राखेछ बुढा आज खासै क्लियर चाहिँ छैन मौसम सो त्यही भएर अब चाहिँ हामी यति हेर्न र यति पनि खेल्न आएको अब जाने हो तर यो ढिकी डाँडाको रिजोर्टमा आउनुभयो भने चाहिँ हजुरहरूलाई खाना बस्नदेखि लिएर क्याम्पिङको लागि होइन अनि के भन्छ अरे बार्बिक्यू पोलेर मसो पोलेर खानको लागि पनि पुरै सुविधा रहेछ अनि नभएर यदि गर्मी महिनामा आउनुभयो भने स्विमिङको व्यवस्था सुविधा सबै पनि रहेछ तर हामी त्यो भित्र पसेनौँ तर सरर चाहिँ हेऱ्यौँ के छ कस्तो छ भनेर अब भोलि पर्सि हामी स्विमिङ गर्न आउनुपर्छ ल कस्ट्युम बोकेर ओके गाइज अब हामी चाहिँ घरतिर जान्छौँ एकछिन पिङ खेल्छौँ हेर्न सक्नुहुन्छ मेरो बुढाले देखाएको छ नि हजुरहरूलाई यस्तै हेर्नु छ र चिसो हावा खानु छ भने आउनु होला तर घाम लाग्को बेलामा आयो भने झन् दामी बब्बा लाउँछ होइन साथीहरू आज चाहिँ खासै घाम चाहिँ लागेन तर चिसो हावा घर बस्दा उकुस मुकुस भएको भने चाहिँ आउनु होला रमाइलो भयो यार बुढा पछाडि चढेर आउनु कम त मजा हुन्छ हो कि होइन बुढा र म भएर बन्जी हान्नु भनेको के सकिएला त बुढो यति घोसा दियो त घिसिङ्गे भयो यार के भएको यस्तो के साँच्चै सक्छौँ त हामी बन्जी हान्नलाई सकिन्छ हान्दिने काम छ यार हानेर बुढो भोलि पर्सि कुचबे यिनीहरू धेरै सोध्छिन् के छेरकुटे ए यस्तो किस्कन्डे बोकेर हिँड्दा त डर सोच्दाखेरि साँच्चै किस्कन्डी भनेर परी रातकी परी भनेर बराबर किस्कन्डी राखिदिनु यार जान्ने अब एकछिनमा लगाइस म चाहिँ यहाँ ढिकी डाँडामा चिल्लाक्स पारामा बसिरहेको छु अब ढिकी डाँडा चाहिँ टक्क लाएर हेरिसक्नु भयो होला देखाइदियो बुढो एकचोटि सरर लाएर घुम्न आउनलाई कपाल सपाल मिलेर आउनलाई चाहिँ एकदम रमाइलो छ अब हामी चाहिँ निस्किन लागेको मैले चाहिँ लट्स अफ टिकटक मस्त बनाइसकेको छु सो त्यो टिकटक चाहिँ मेरो युट्युबमा देखि लिएर टिकटकको आइडीमा हेर्न सक्नुहुन्छ
सो गाइज हामी चाहिँ अब घरतर्फ लाग्छौँ भने एकचोटि म यहाँ फेरि पिङ खेल्दैछु ओके गाइज हजुरहरू पनि आउनु होला ढिकी डाँडा हेलो हेलो माइक चेक अब हामी चाहिँ ढिकी डाँडाबाट निस्केको बुढाबुढी भएर अनि केही कस्तो लाग्यो हाम्रो छोटो मिठो टुर तपाईँहरूलाई हामीले देखाएको थियो तपाईँलाई होप कि राम्रै लाग्यो होला होइन अरू त के छ र सक्दो नसक्दो राम्रो नराम्रो भिडियोहरू तपाईँहरू सामु ल्याइरहेको छ हाम्रो सनम आलुले उहाँलाई सपोर्ट गरिदिनुहोस् त्यही भन्न चाहन्छु अरू त के छ र होइन अब कसैले हामीले भन्दा राम्रो बनाउला नराम्रो बनाउला त्यो आफ्नो ठाउँमा छ तर के छ कि उसले चाहिँ आफ्नो बेस्ट चाहिँ ट्राई गरिराखेको छ त्यही हो होइन त्यसैलाई चाहिँ अब चाहिँ हामी यहीँ इन गरौँ जस्तो लागिरहेछ मलाई किन भन्दा अब घर गएर कति इन गर्नु सो गाइज ढिकी डाँडा देखिहाल्नुभयो सबैजनाले सपोर्ट गर्नु होला अनि लाइक सेयर अनि सब्सक्राइब गर्न चाहिँ कहिले पनि नभुल्नु होला यदि हजुरहरूले मेरो यो भिडियो हेरिरहनु भएको छ भने सो गाइज अब हामी चाहिँ निस्किन्छौँ जाने चाहिँ त्यही बाटो हो खाने त्यही खाना हो भाइ भन्ने त्यही हो हामी खाजा लिएर जाने हो कि होइन लिएर जानु पर्ला त्यो सिङजोङमा जाऊँ है अस्ति राम्रो थियो कि पिज्जा सो गाइज त्यहीँ जान्छौँ हामी छोटो मिठो भिडियो हेरिदिनु होला केही पनि आएन बोल्नै आएन मैले के सोचेको भन्दा आई मिन ल बाई भनिहालौँ कि ठिक छ ओके गाइज बाई बाई टेक केयर हाम्रो ढिकी डाँडा सबैजनाले हेरिदिनु होला अनि माया अनि सपोर्ट गरिदिनु होला सनमले अनि मेरो यमन सिंहलाई ओके गाइज बाई बाई टेक केयर लट्स अफ लभ अनि सधैँ यसरी नै माया अनि सपोर्ट गर्न नबिर्सिनु अनि नछोड्नु होला अनि छेउमै रहेको बेल आइकन पनि बजाउनु होला बजाउन नछोड्नु होला भन्नु लाग्यो क्या ओके गाइज बाई बाई टेक केयर हेभ अ गुड डे या गुड नाइट बाई बाई